हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। हजुरहरू देख्न सक्नुहुन्छ, आज हामी कफी लगाउनको लागि चाहिँ पहिला सुरुमा मलको लागि प्रिपेयर गर्दैछौँ। सुरुमा मल लिएर बारीमा जाँदाखेरि नै मलाई 12 बजिसकेको थियो। त्यसपछि हामीले फार्म लेआउट गर्नको लागि चाहिँ एउटा लट्ठीलाई 2.5 मिटरको लट्ठी बनायौँ। सुरुमा त्यो फिताको लागि 2 जना चाहिन्छ, लट्ठीको लागि एकैजना भयो नि भयो भनेर चाहिँ 2.5 मिटरको लट्ठी बनायौँ। त्यहाँ भुन्टे पनि नाचिरहेको मसँगै त्यहीँ बारीमा। त्यो लट्ठीले चाहिँ मैले फार्म लेआउट गरेँ, डिस्टेन्स नापेर ठ्याक्कै बनाएँ। 2.5 मिटरमा लट्ठी गाड्दै हिँड्दै गरेँ। सुरुमा चाहिँ घाम चाहिँ बेसरी लागेको थियो, तर पनि छारी भएको ठाउँ भएर चाहिँ हामीले अलिकति आनन्द चाहिँ पाएका थियौँ। गर्मीले गर्दाखेरि गाह्रो भए पनि हावा चाहिँ चलिरहेको थियो। यतिकैमा फार्म लेआउट गर्दा गर्दै बाँदर आएर पुरै बाँदरले गाउँभरिको फर्सी चोरेर खायो। सबको हल्लाखल्ला त्यहीँ बाँदर धपाउनमै भयो सबैजना। हजुरहरू देख्न सक्नुहुन्छ, हेर्नु त बाँदर पुरै जङ्गलभरि बाँदरै बाँदर। घर वरिपरि फलेको सबै चिज लिएर जान्छ। त्यही भएर गाउँमा चाहिँ कृषकहरूलाई अब एकदम डिमोटिभेसन आउँछ यो बाँदरलाई देख्दाखेरि चाहिँ। लगाएको बोट बिरुवाहरू सबै सखाप पारेर बाँदरले खाइदिन्छ। बाँदर धपाउँदै म चाहिँ घर गएँ। घर गएर बिरुवालाई लोड गरेँ ठेलागाडामा, जसले गर्दाखेरि चाहिँ अहिले एकैचोटि हतार नपरोस्। पहिला नै लगेर बिरुवा चाहिँ सेफ साइडमा छारीमा लगेर राखेपछि सजिलो हुन्छ, त्यहाँबाट रोप्नको लागि नजिक पर्छ भनेर बिरुवा चाहिँ मैले रोप्ने ठाउँमा पुऱ्याएँ। बिरुवा अनलोड गर्दा गर्दै त्यहाँ बारुलाको गोलोलाई छोइएछ। त्यसपछि त क्यामेराम्यानको हालत यस्तो भयो। भुन्टे पनि एकदमै आत्तियो, यस्तो आत्तिएर पुरै रोडमै हिँड्यो। अनि बिरुवा कफी लगाउनभन्दा पहिला नै पोली ब्यागमा पानी हालेर राखेपछि चाहिँ पछि झिक्न सजिलो हुन्छ भनेर मैले एक लट चाहिँ पोली ब्यागमै पानी हालेँ। पानी हालिसकेपछि खाल्डो खन्ने काम सुरु भयो। खाडल खन्न जति समय लाग्छ, खाडल पुर्न पनि उति नै समय लाग्दो रहेछ। मल र माटोलाई मलेर त्यहाँ भएका अन्य झारपातहरू पनि सुकेका झारहरू हालेर पात पतिङ्गर हालेर चाहिँ खाल्डो पुरेँ। त्यसपछि एकदम थकै लागेको थियो। म चौतारीमा बसेर पानी खाएँ। त्यसपछि सबै प्रक्रिया पुरा गरेर बिरुवा रोपेर नै छोड्ने भन्ने निर्णय भयो। अनि हामीले बिरुवा रोप्यौँ। हेर्न सक्नुहुन्छ, हल्का साँझ पख भए पनि घाम चाहिँ डुबिसकेको थिएन। त्यही पनि हतार भएको कारणले गर्दा बिरुवा चाहिँ रोपेरै छोड्यौँ। बिरुवा रोपिसक्दासम्म मेरो हालत त्यस्तो भएको थियो। त्यसपछि बिरुवामा पानी हालेर छोड्यौँ। थ्याङ्क यू फर वाचिङ गाइज। धन्यवाद धेरै धेरै।